लाइन नमस्ते सबैलाई धन्यवाद छ छैन बत्ती छैन त यहाँ दाइको पोस्टमा सुरु भयो पोस्टमा छिटो एकदमै राम्रो स्टार्ट गरेको के कहाँनिर गलत भयो हामीलाई होइन सर्वप्रथम त म फर्स्ट अफ अल सबैलाई म भन्छु एकदमै धन्यवाद छ सबभन्दा पहिला होइन हामीले एज अ प्लेयर हाम्रो फ्रेन्ड्स मिडियाज सबैले हामीलाई चाहिँ एउटा सपोर्ट पनि गर्यो र सपोर्ट गरेर हाम्रो केटाहरूले पनि त्यही हिसाबले राम्रो क्रिकेट खेलेछ होइन ब्याक टु ब्याक हामीले राम्रो पर्फर्म गर्दै यहाँसम्म पुगेको छौँ एज अ फाइनलमा अलिकता यस अफकोर्स यसलाई म ब्याड डे भन्छु उहाँहरूले बेटर क्रिकेट खेल्नुभयो स्पेसली नेपाली जुन स्पिनरहरू थियो म भन्छु उहाँहरूले धेरै स्पेसली म चाहिँ अभिषेक एउटा न्यू कमर्स हेरेको छु त्यसपछि हाम्रो चाहिँ मल्ल होइन त्यसले ब्रिलियन्ट बलिङ गरेको छ त्यो होइन यो विकेट्समा होइन एउटा राम्रो टिमको अगेन्स्टमा त्यति क्राउडको अगाडि त्यो फाल्नु भनेको म भन्छु धेरै राम्रो हो र हामीले चाहिँ अलिकति ब्याटिङमा चुक्यौँ अफकोर्स उसमा नो डाउट होइन बल चाहिँ टर्न थियो त्यसमा भन्दा यो स्टेजमा आएर हामीले चाहिँ अलिक बोर्डमा चाहिँ एटलिस्ट 140 को हामीले चाहिँ ऊ राखेको थियौँ 140 to 150 तर त्यो हुनु सकेन एभ्री डे सेम डे पनि हुँदैन होइन तर मैले भन्छु उहाँहरूले बेटर क्रिकेट खेल्नुभयो एज अ हजुर होइन यसमा चाहिँ नै यो ब्याक टु ब्याक भन्दा पनि अब हामीले बेटर क्रिकेट खेल्छौँ भनेर नि आएको र अर्को कुरा कस्तो छ भनेपछि उहाँहरूले जुन क्रिकेट खेलेर आएको छ नि अगाडि 3 म्याच हारेर ब्याक टु ब्याक उहाँले 3-4वटा म्याच जितेर आउनु भएको छ कि सो एउटा अब जो कन्फिडेन्स लेभल एउटा हाई नै हुन्छ दुइटै टिमको होइन तर आज उहाँहरूको दिन हो राम्रो उहाँहरूले जुन हिसाबले युज गर्यो बलरहरूलाई म भन्छु एकदमै ब्रिलियन्ट होइन एकदमै राम्रो किसिमले विकेट जुन हिसाबले विकेट टर्न भयो त्यो हिसाबले उहाँहरूले चाहिँ ठाउँमा स्पेसली हाम्रो जुनियर बलरहरूले जुन चाहिँ भन्छ अभिषेक भन्छु होइन शेरे मल्लले भन्नु एकदमै ब्रिलियन्ट बलिङ गरेको छ क्या उहाँहरूले अनि त्यहाँनिर हामी चुक्यौँ स्टार्टिङको उसमा चाहिँ मिडल पेस बलरले विकेट लियो स्विङ गरेर त्यो भन्छ ओभरअल चाहिँ उहाँले क्रिकेट राम्रो खेल्नुभयो यस एक्ज्याक्टली होइन यो कस्तो भनेपछि हामीले जति पनि म्याचेसहरू खेलेको छ हाम्रो अरूको पनि हेर्दाखेरि चाहिँ फर्स्ट इनिङ जस्तो विकेट पनि त्यसपछि गएर अन्डर लाइट्स भनौँ न हामी जस्तो सेकेन्ड इनिङ स्टार्ट हुन्छ अलिकता माथिको 4, 5, 6, 7 ओभर चाहिँ बल चाहिँ टर्न भएको छ एभ्री म्याचमा पछि अब स्टार्टिङमा अलिकता ब्याटमा आउनु सक्छ किन हिजो विकेट रोल गरेर चाहिँ आज पनि सो ट्राई होला भनेको ट्राई थियो तर ब्याटमा होला भने तर त्यो किसिमको चाहिँ त्यहाँनिर चाहिँ त्यो भएन तर भन्छु हाम्रो चाहिँ ब्याट्सम्यानहरूले त्यहाँ स्टे हुनु सकेन होइन अब जस्तो कि मैले भने नि अब स्टार्टिङमा जस्तो हामी 2टा फरेनर प्लेयर हामीसँग थियो उसमा विनोद अलवेज चाहिँ विनोद र चाहिँ एउटा ओभरसेल प्लेयर हुन्थ्यो राइट अलिकता हामीले आज चाहिँ अलिकता चेन्ज गरेका थियौँ अनि किन अलिकता विकेट्स अनुसार भनौँ न एउटा चाहिँ अलराउन्डरलाई हामीले लिएर गएको थियौँ तर चाहिँ भन्नु त्यही हो नि अब हाम्रो ब्याट डे भयो भनौँ न अब जो स्कोरिङ नै भएन फाइट एटलिस्ट भनौँ बोर्डमा 140 या 120 पनि लाग्छ भने चाहिँ डिफ्रेन्ट सिनारी हुन्थ्यो कि सो ओभरअल भन्छु उहाँहरूले बेटर क्रिकेट खेल्नु उहाँलाई बधाई छ सबभन्दा पहिला म भन्छु होइन लुम्बिनी लायन्सलाई होइन अब कस्तो छ भनेपछि जुन यो टुर्नामेन्ट छ एनपिएल र अरू टुर्नामेन्ट्स पनि भनौँ न फ्रेन्चाइज लिगहरू उता जुझिरहेको छ आइडियल T20 भयो T10 चाहिँ जुझेछ सो कोही प्लेयर यता आएर उताबाट यता ब्याक आउँछ यताबाट उता गइरहेछ सो त्यो पनि एउटा ऊ हो होइन अफकोर्स नयाँ प्लेयर आउँदाखेरि चाहिँ 1-2 दिन उसलाई यो विकेटमा यो कन्डिसनमा आउनु अलिक टाइमै लाग्छ सो त्यो पनि एउटा चाहिँ कज हो सरी
होइन जहाँसम्म त फुल सिजनकै प्लेयर लिएको राम्रो हुन्छ कुनै पनि टिमले, हाम्रो पनि त्यही थियो होइन। तर हाफ सिजनको टिम लिएर चाहिँ त्यही यस्तै चाहिँ आउनु सक्छ, कन्डिसनलाई अप्लाई गर्नु सक्नुपर्छ। एज अ कोच लगातार दुईचोटि चाहिँ फाइनलमा चाहिँ हार्दाखेरि एउटा व्यक्तिगत प्रेसर त सक्छ। न अफकोर्स यत्रो यहाँ दुःख गरेर भनौँ न, यत्रो यहाँसम्म पुग्यौँ होइन। लास्ट इयर पनि सेम कन्डिसन भयो, अहिले पनि भनौँ यत्रो यहाँ दुःख गरेर भनौँ 1 महिनादेखि सबैको मेहनत छ त्यहाँ, एज अ होल टिमको, एज अ प्लेयर, टिम म्यानेजमेन्ट, सपोर्टिङ स्टाफ, एज अ टिम ओनर होइन, सबैको इक्वली मेहनत थियो त्यहाँनिर। अब त्यही हो कि अब बेस्ट भनौँ, अब आज हाम्रो दिनै भएन कुनै एङ्गलबाट पनि, तर बेस्ट उहाँहरूले क्रिकेट खेल्नुभयो। तर म भन्छु हाम्रो केटाहरूले धेरै मेहनत गरेर यहाँसम्म आएको हामीहरू। अफकोर्स अब अर्को उसमा चाहिँ अरू स्ट्रङ भएर आउँछौँ हामीहरू। फाइनलमा पुगेर पनि तपाईँहरू हार्नुभयो, अनि यसलाई तपाईँले ब्याड लक भनेर छुट्याउनुहुन्छ? होइन ब्याड अब यसलाई कसरी भन्नुहुन्छ तपाईँले? हामीले भने नि, मैले ब्याड लक भन्दा पनि हामीले चाहिँ जुन क्रिकेट खेलेको थियौँ त्यो अनुसार खेलेनौँ होइन। तर यसलाई नराम्रो दिनै भन्नुपर्छ, यसलाई चाहिँ राम्रो दिन मैले भन्दा मेरो लागि, हाम्रो टिमको लागि यो नराम्रो दिन हो। रोहित चाहिँ बेस्ट प्लेयर भएर गाडी देखाउनुहुन्छ, गाडी पाउनुहुन्छ, रोहितको लागि के भन्नुहुन्छ? अफकोर्स रोहितले झन् अब एउटा अलराउन्डर पर्फर्मेन्स गरेको छ होइन। सो एभरेज उसको चाहिँ एभरेजमै गएको छ भनौँ न, स्ट्राइक रेट भनौँ गरौँ, तर एभ्री म्याचमा उसले स्कोर टिमलाई लिएर गएको छ त्यहाँनिर होइन। सो इट्स गुड, हाम्रो नेपाली प्लेयरले एउटा पाएको छ त्यसमा कुरा। अरू पनि दावेदारीमा थिए होइन, जस्तो विनोद पनि दावेदारीमै थिए। विनोदले पनि भन्छु ओभरअल चाहिँ यो टुर्नामेन्ट्स सिजनै राम्रो क्रिकेट खेलेको छ, तर आज ब्याड लक भनौँ उसको चाहिँ त्यहाँनिर आज चाहिँ फर्स्ट डे उसमा चाहिँ आउट भयो। सो इट्स अ पार्ट अफ द गेम होइन। अब यसलाई यो राम्रो यो नराम्रो भने जसले बेटर क्रिकेट खेल्छ त्यही नै जित्छ कि त्यही। खेलाडीले लगातार गाडी पुरस्कार पाएर चाहिँ अब यो स्टेजमा पुगेको छ नेपाली क्रिकेट, यसलाई तपाईँले कसरी? ओभरअल मैले एभ्री टाइम भनेको छु कि फर्स्ट अफ अल म नेपाल सरकारलाई एकदमै धन्यवाद भन्छु कि यो सर्ट पिरियडमा चाहिँ यस्तो स्टेडियम बनाएको छ होइन। अन्डर 4 लाइट हामी खेल्न पाएछौँ होइन। सो नयाँ नयाँ केटाहरू देखिएको छ नेपाली क्रिकेटको लागि, स्पेसली क्रिकेट एसोसिएसनलाई पनि थ्याङ्क्स भन्छु होइन। उहाँले यत्रो राम्रो अर्गनाइज गर्नुभएको छ, राम्रो प्लेयरहरू फरेन प्लेयर आएका छन्। सो सबभन्दा पहिला त म हाम्रो चाहिँ फ्रेन्डहरूलाई धन्यवाद भन्छु जसले यसो जाडोमा चिसोमा पनि आएर चाहिँ टिमलाई सपोर्ट गरेको छ, सबै टिमलाई नेपाली फ्रेन्डहरूले। मिडियालाई थ्याङ्क्स भन्छु, ओभरअल सबैले सपोर्ट गरिरहेछ। सो यही भन्छु, आगामी दिनमा नेपाली क्रिकेट अरू माथि जान सक्छ यस्तै किसिमले। थ्याङ्क यू। भाइ